हेलो दर्शकबिन, हामी फेरि पनि मङ्गलको थेरिजमा आएको छु। यहाँ चाहिँ उलमभद्रबाट हामी फेरिजमा एकदम प्रस्थान गर्दैछु। ल हामी अब उलमभद्र छोडेर बजार छोडेर चाहिँ गाउँतिर लेक साइडतिर लाग्दैछ। गाडी एकदम तीव्र गति स्पिडमा छ। ल यहाँको मौसम यस्तो राम्रो छ कि आज यो यहाँ खोला पनि रहेछ। यो खोलाको वरिपरि एकदम रुखहरू ठुल्ठुलो अनि एकदम सैलुङ्गे डाँडा जस्तो यहाँ चाहिँ हामी पुगिसक्यो। अब बिचबाट लगभग पुग्ने लागेको अवस्था छ। अब हामी आज यही राति यहीँ बस्छौँ। आइपुग्यो है, फिल्ममा आइपुग्यो। साथीभाइहरू सबै त्यहाँ छ। यो रिसोर्टभित्र रहेछ आज। ल रिसोर्ट है आज हामी बस्ने। आज हामी बस्ने रिसोर्ट यही हो। ल हामी बस्ने आज होमस्टेको रुम देखाउन जाँदैछु तपाईँहरूलाई है। यहाँको हाम्रो रुम है, यो चाहिँ आजको होमस्टे रिसोर्टको हाम्रो रुम चाहिँ यस्तो छ। मलाई यताउता टिभीहरू वर्ल्ड कप फुटबल हेर्नुपर्छ। आज वर्ल्ड कप हेर्ने यहाँ हामी 4 जना छ यहाँ। आज बेलुका चाहिँ वर्ल्ड कप चाहिँ मजाले हेर्नुपर्छ है। आज को हो? पोर्चुगल र को भनेको थियो? पोर्चुगल र को हो। आज एकदम रोनाल्डोलाई नै बल गर्नेछु। किचन जाँदै है हामी। किचन अब खानाको लागि हाम्रो अब अहिलेको लन्च टाइम भएको कारणले हामी किचनमा जाँदैछौँ। आज रिसोर्टमा आएको हामी। रिसोर्ट हजुर। हेलो सेम्पेनो। ल हाम्रो किचनमा अब भइसकेको छ है। ओके बिम्बा दाई, अनिल दाई, कर्मा। ओके हामी अब यहाँ वेटिङमा छौँ, चिया पानीको वेटिङमा। ओके ल सो नमस्ते फ्याफुल्ला। हामी आज यहाँ घुम्न आएको छौँ। यहाँ चाहिँ यहाँको भनौँ न सिन र सबै चाहिँ स्विजरल्यान्ड टाइपको रहेछ। टुरिस्टहरू पनि धेरै आउने गर्दो रहेछ। इन्डियादेखि लिएर बङ्गलादेश, भियतनामदेखि लिएर सबै यहाँ हाम्रो टापुमा साथीहरू, अब देश विदेश इन्टरनेसनल साथीहरू सबै भेटघाट भयो। खुसी लाग्यो। अनि यहाँ घोडा चढ्ने ठाउँदेखि लिएर माथि अब क्याम्पिङ डाँडा चढ्ने ठाउँदेखि लिएर जङ्गलदेखि लिएर सबै रहेछ। हामीलाई यहाँ क्याम्पले ल्याउनु भयो, त्यसमा हामी धेरै धेरै खुसी छ। लास्ट हो, धन्यवाद। ल यहाँको सिन चाहिँ यस्तो छ है हजुर। तपाईँहरूले यहाँ अवलोकन गर्न सक्नुहुन्छ। यहाँको दृश्य ल ठ्याक्कै हेर्नुहोस् कति राम्रो छ। यो खालको छ है हजुर। भविष्यमा हजुरहरू पनि भयो भने घुम्न आउनुहोस्, राम्रो हुन्छ है लाइफमा। अब हामी मरेर के नै लानु छ र? घुम्ने, खाने, धर्म कर्म गर्ने बाहेक जसरी पनि हामी यो संसार छोडेरै जानुपर्छ एक दिन होइन। त्यही भएर बी ह्याप्पी, जति नै ह्याप्पी हुनुपर्छ है हजुर। ओके ल यो चाहिँ हाम्रो घोडा खेल्ने चौर छेउछेउतिर हो। यसमा अब हामी भरे फेरि घोडा पनि खेल्ने छ। किनकि घोडा यहाँ कति 200-300 रहेछ खेल्नु पर्ने। अनि हाम्रो साथीभाइ सबैले खेल्छ। सबैमा फ्याफुल्ला। अहिले चाहिँ हामी यहाँ मङ्गलको यो घुम्ने ठाउँमा आएको छु साथीभाइ सबै। अनि आज र भोलि आज चाहिँ यहीँ
बास बस्नेछु टापुमा। यहाँको टापु चाहिँ यस्तो छ है, सबैजना हामी सुत्ने ठाउँ चाहिँ यो टाइपको छ। यो टाइपको सबैजना यसरी यहाँ सुत्ने हो। अनि कुनै कुनै यहाँ सुत्छ, हामी सुत्ने घर चाहिँ यो टापु चाहिँ होइन। अनि यहाँ हाम्रो गुरुहरू सबै यहीँ सुत्छ। अनि यहाँको मौसम र सबै ओके, हामी यहाँ थुकुस रिसोर्टको बास्केटबल खेल्ने ठाउँमा हाम्रो साथीहरू सबै खेल्नु हुँदैछ। त्यहाँ हेर्नु है। ल साथीभाइहरू बास्केट खेल्दैछ है, हेर्नु ल। ल म पनि यहाँ सामेल भयो, फुटबल भन्नाले भलिबल। हामी साथीभाइ सबै भलिबल खेल्दै यहाँ थुकुस रिसोर्टमा चाहिँ भलिबल खेल्दै रमाइलो गर्दै बास्केट खेल्दै रमाइलो गर्दै अनि यताउता घुम्दै खाँदै हामी चाहिँ अब यहाँको 2 दिन चाहिँ एकदम भव्य साथ रमाइलो गऱ्यो साथीभाइ। हामी लामाहरू त्यही 15-16 जना जति हुनुहुन्थ्यो। अनि अर्को हाम्रो यहाँ गुम्बाको खाना पकाउनेदेखि लिएर सबैजना गर्दा समथिङ 5वटा गाडी भनेपछि 20 जना जति थियो। ल हामी आज यहाँ मङ्गलको रिभरमा पानी खेल्न आएको छ। साथीभाइहरू सबै यहाँ खेल्दैछ है, रमाइलो गर्दै। हामी अब यहाँ पानीभित्रबाट म अहिले भिडियो गरिरहेको छु है। ल साथीहरू धेरै रमाइलो मानिरहेछ। यहाँको पानी पनि धेरै धेरै चिसो रहेछ है। हजुरहरूले अब हेर्नु होला। अब साथीहरू सबै रमाइलो गर्दै, हामी पनि पानीभित्र खेल्दै खेल्दै। ल सो अब म चाहिँ पानी खेल्दैछु है। हजुर यहाँ गहिरै त धेरै छैन, कम्मरबाट माथि माथि रहेछ। भए पनि जस रमाइलोको लागि है पानी खेल्दैछ है। पानी चाहिँ अब नेपालमा पहिले खेलेको सिको भएर अलिक खेल्न चाहिँ आउँछु। अनि घोडा पनि हामी चढ्न लाग्दैछ अब। ल घोडा पनि चढिसक्यो है हजुर अब। अनि घोडा चढ्दै घुम्दै छ। ल हामी घोडाबाट अब जाँदैछौँ। ल मजाले हाम्रो ग्रुपिङ हर्सिङ हुँदैछ है। ग्रुपमा चाहिँ चलाएको हो है। घोडा ग्रुपमा हामी कति 15 जनाले यहाँको 4 लाख समथिङको पैसा लाग्दो रहेछ। नेपाली लगभग त्यही 20,000 जति। ल हाम्रो साथीले पनि मजाले चलाउनु एक्सपिरियन्स पहिल्यैदेखि चलाउन जान्दो रहेछ, धेरै एक्सपिरियन्स रहेछ। हामी चाहिँ नयाँ भएर कसै चलाउन सकेन। उहाँले त मजाले चलाउँदो रहेछ नि, किनकि हो त अब यहीँको मान्छे, यहीँ हुर्केको, घोडामै हुर्केको मान्छे।